हालैले सुकुम्बासी हटाएपछि 50 वर्ष अघिको नक्सामा चाहिँ बग्दै मनोहरा खोला। संघीय सरकारको पहलमा जुन यो बस्ती हट्यो त्यस पछाडि हामीले 21 सालको नापी नक्सा बमोजिम नै मनोहरा नदीको बहाव परिवर्तन गर्नको लागि यो काम भइरहेको हो। अहिलेको बालन सरकारको धेरै उत्कृष्ट काम छ। यहाँ सिधा गयो नि एउटा मान्छे देखिरहेको छ नि हामीले, यो त ठ्याक्कै खोलिन्छ नि त। यहाँ सिधा खोलेपछि यता अब तपाईको ठिमी भयो अनि यताबाट चाहिँ हाम्रो काठमाडौँ निस्किन्छ क्या। यहाँ बस्नेहरू कोही पनि सुकुम्बासी थिएन, सबै ओकुपासी नै थिए। यहाँ एक दुई घर थिए जसलाई चाहिँ होल्ड सेन्टरमा पठाइसकेको छ, होल्डिङ सेन्टरमा। डाइरेक्ट जोड्ने बित्तिकै पानी हाल्ने कुरो पनि भएन होइन। अब यो अलिकति सेफ भएको हुँदैन, टाइट भएको हुँदैन, समय चाहिँ लाग्छ। दर्शकबिन बालन सरकारले सुकुम्बासी हटाएसँगै मिचिएको मनोहरा खोला 2021 को नक्सामा चाहिँ बग्ने भएको छ। खोलाको बाटो नै फरक भई बसेको बस्ती खाली भएसँगै खोलाले आफ्नै बाटोमा बग्न पाउने भएको छ भने जनताले आफ्नो जग्गा फिर्ता पाउने भएको छ। यहाँ त हामीले पनि धेरै पल्ट राति आएर उद्धार, बाढी आउँदाखेरि राति आएर मान्छेहरूको उद्धार गरेको छौँ। बाढीभित्र बसेर घरबाट मान्छे निकालेर सर सामानहरू यता निकालेको छौँ। 21 सालको नापीमा मनोहरा नदी जहाँ बगेको थियो त्यही नदी त्यही ठाउँमा नै बहाव लैजाने भनेर डिपिआर स्वीकृत भएको थियो। र यसभन्दा अगाडि चाहिँ लगभग 575 मिटर जति चाहिँ हामीले मनोहराको 21 सालको नापी नक्सा बमोजिम मनोहरा नदीको बहाव परिवर्तन गरेका थियौँ। र त्योभन्दा अगाडि काम बढ्न नसकेको चाहिँ यो बिचमा जहाँ बहाव चाहिँ हुन्छ मनोहरा नदीको त्यहाँ चाहिँ अव्यवस्थित बस्ती बसेको कारणले गर्दाखेरि काम अगाडि बढ्न सकेको थिएन। अहिले खोला चाहिँ अहिले खनिरहेको ठाउँमा फर्कने हो र यो काठमाडौँ र भक्तपुरको सिमाना चाहिँ यो मनोहरा नदी हिजो उसले बहाव परिवर्तन गर्दाखेरि काठमाडौँतिर आएको थियो। अब अहिले चाहिँ 21 सालको नापी नक्सा बमोजिम जस्तो थियो खोला त्यो हिसाबमा चाहिँ बहाव परिवर्तन गर्नको लागि यो काम गरेका हौँ र यो कामले निरन्तरता पाउँछ। अनि यो भोट ब्याङ्क बनाएको थियो क्या यहाँको मान्छेलाई। जतिखेर पनि आम जुलुसहरूमा पेट्रोल हालिदिने, मासु भात खुवाउने अनि त्यहाँदेखि यिनीहरूलाई युज गर्ने, भोट बढाउने, यही काम मात्रै भइरहेको थियो। यो चाहिँ अहिले बालन सरकारले साह्रै राम्रो काम गरेछ। हिजोको दिनमा चाहिँ के रहेछ भने चाहिँ तपाईँको यहाँ काम गर्दाखेरि खोलालाई अलिक सारे रहेछ क्या। खोला सारे रहेछ यहाँ काम गर्दा अनि सारेर के भयो भने खोला त्यतै भयो, मान्छे आएर बस्थ्यो क्या बस्तीमा। सुकुम्बासी बस्थेपछि अब त्यो पछि हटाउन सकिएन होइन। हटाउन नसकेपछि खोला चाहिँ मान्छेको जग्गाबाटै गयो क्या। अहिले जहाँ खोला बगेको छ त्यो लालपूर्जा भएको, त्यो लालबजार प्रत्येक त्यो खोलाको एरियामा सबै मान्छेको नम्बरी जग्गावालै हो है। हजुर, सबै उता ठिमीकै हो, नेवारहरूको पर्दो रहेछ, बाहिरको मान्छेहरूले पनि किनेर रहेछ। भक्तपुरतिर भन्दा पनि हिजो नदी बहावको परिवर्तनले काठमाडौँको